यो च्यानललाई एकपटक ध्यान दिएर हेर्नुहोस्। केही समय अगाडिसम्म यसको भ्युज यति डाउन भएको थियो कि च्यानल लगभग डेड हुने अवस्थामा पुगेको थियो। तर एउटा सिंगल इम्प्रुभमेन्टले गर्दा आज यसको हरेक भिडियोमा हजारौंमा भ्युज आउन थालेका छन् र त्यो इम्प्रुभमेन्ट कन्टेन्टमा मात्र हैन, यसको हाई क्वालिटी र युनिक थम्बनेलमा हो। धेरैलाई लाग्छ यस्ता थम्बनेल बनाउन महँगो पीसी र हाई लेभल स्किल चाहिन्छ, तर यो भिडियो हेरेपछि तपाई आफै यस्तै थम्बनेल बनाउन सक्नुहुन्छ, त्यो पनि आफ्नै मोबाइलबाट फ्री एआई को युज गरेर। त्यति मात्र हैन, भिडियोको अन्त्यमा लो क्वालिटी थम्बनेललाई हाई क्वालिटी थम्बनेलमा कसरी कन्भर्ट गर्ने त्यो स्पेशल ट्रिक पनि सिकाउने छु। भिडियोलाई लास्टसम्म हेर्नु होला। ओके, सो त्यसको लागि हामी जेमिनी एआई युज गर्ने छौं। तपाईसँग जेमिनी छैन भने प्ले स्टोर देखि डाउनलोड गर्नु होला। एप डाउनलोड भइसकेपछि त्यसपछि तपाईले गुगल अकाउन्टबाट लगइन गर्नु होला अनि यस्तो खालको इन्टरफेस खुल्छ। अनि यो तल कर्नरको प्लस साइनमा क्लिक गर्नु अनि त्यसपछि ग्यालरीमा क्लिक गरेर तपाईले रेफरेन्सको लागि एउटा थम्बनेल चुज गर्नु होला। रेफरेन्सको लागि थम्बनेल कहाँबाट लग्ने त्यो एकछिनपछि भिडियोमा अगाडि बताउने छु, भिडियो हेर्दै गर्नु होला। अब यहाँ तपाईले प्रम्प्ट दिनुपर्ने हुन्छ। यदि तपाईलाई प्रम्प्ट दिन आउँदैन भने चिन्ता लिनु पर्दैन, मैले अलरेडी एउटा प्रम्प्ट टेम्प्लेट बनाएको छु। तपाईलाई त्यो प्रम्प्ट टेम्प्लेट चाहिन्छ भने पिन कमेन्ट या डिस्क्रिप्सन चेक गर्नु होला। अब त्यो प्रम्प्टमा तपाईले माथि टपमा भिडियो टाइटल लेखेको छ, त्यसमा आफ्नो भिडियोको टाइटल लेख्नु होला। म अहिलेलाई यतिकै एउटा टाइटल लेख्छु। टाइटल लेखिसकेपछि यसमा क्लिक गर्नु होला। त्यसपछि क्रिएट इमेजमा सिलेक्ट गर्नु होला। त्यसपछि फास्टमा क्लिक गरेर प्रो चुज गर्नु होला। अब सिम्पली यसमा क्लिक गरेर रन गरिदिनु होला। इमेज जेनेरेसन सुरु भइहाल्छ। केही सेकेन्डपछि थम्बनेल जेनेरेट भइसकेको छ, जो कि काफी रियलिस्टिक र कन्सिस्टेन्ट छ। यदि तपाईले यही थम्बनेल आफैले बनाएको भए लगभग 2-3 घण्टा त लाग्थेन है। अब मैले तपाईको टाइम सेभ गरिदिएको छु, जसको लागि 1 लाइक त बन्छ नै। ओके, जेमिनीले थम्बनेल त राम्रो बनायो, बट मलाई यो टेक्स्ट चाहिएको थिएन, त्यसैले म यसलाई टेक्स्ट रिमुभ गर्न भन्छु एन्ड बुम। केही छिनमै बाँकी चिज जस्ताको त्यस्तै राखेर टेक्स्ट रिमुभ गरेर थम्बनेल मलाई दियो। अब सबै ठिक छ, बट यसमा वासुदेव दाइको इमेज छ। यसमा आफ्नो इमेज कसरी हाल्ने त? त्यसको लागि फेरि प्लसमा क्लिक गरेर आफ्नो इमेज कुन इमेज राख्ने हो त्यही इमेज सिलेक्ट गरेर यहाँ लेख्नु होला रिप्लेस दिस क्यारेक्टर इन्टु रेफरेन्स क्यारेक्टर। यसरी नै तपाईलाई थम्बनेलमा जे कुरा चेन्जेस गर्नु छ एक एक गरेर इन्स्ट्रक्सन दिनु होला। यहाँ जेमिनीले धेरै राम्रोसँग क्यारेक्टर रिप्लेस गरेको छ। अब यो त भयो एउटा मेथड। अर्को मेथडमा तपाई आफ्नै इमेज अपलोड गरेर सिधै थम्बनेल जेनेरेट गर्न सक्नुहुन्छ। त्यसको लागि फेरि सेम तरिकाले जुन इमेज थम्बनेलमा युज गर्नुपर्ने हो त्यही इमेज सिलेक्ट गर्नु होला। त्यसपछि अर्को प्रम्प्ट छ, त्यसलाई कपी गरेर यहाँ पेस्ट गर्नु होला। त्यसपछि माथि भिडियो टाइटल भन्ने छ, त्यसमा गएर आफ्नो भिडियोको टाइटल पेस्ट गर्नु होला। म चाहिँ अहिलेलाई रेफरेन्सको लागि वासुदेव दाइको लेटेस्ट भिडियोको टाइटल लिन्छु। त्यसपछि अरु सबै सेटिङ अघिको जस्तै गरेर रन गरिदिनु होला। त्यसपछि केही सेकेन्ड वेट गर्नु होला। थम्बनेल जेनेरेट भइसकेपछि थम्बनेलमा क्लिक गर्नु होला अनि यहाँ सेभमा क्लिक गरेर थम्बनेल सेभ गर्नु होला। थम्बनेल डाउनलोड भइसकेपछि गुगलमा गएर सर्च गर्नु होला पिक्सल कट अफ स्केलर। अब यहाँ फर्स्ट वालामा क्लिक गर्नु। त्यसपछि तल अप स्केल फोटो भन्ने छ, त्यसमा क्लिक गर्नु। त्यसपछि अपलोड मिडिया गरेर जुन थम्बनेललाई अप स्केल गर्नु छ त्यही थम्बनेल सिलेक्ट गर्नु होला। अप स्केल भइसकेपछि माथि डाउनलोड अप्सनमा क्लिक गरेर डाउनलोड गर्नु होला। यो त भयो एआईबाट थम्बनेल बनाउने तरिका। यदि तपाई एआईबाट भिडियो बनाउन चाहनुहुन्छ भने यो स्क्रिनमा देखाएको भिडियोमा क्लिक गर्नु होला। अनि यस्तै एआई रिलेटेड कन्टेन्टको लागि मलाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला।